झापाङ मेन एफसी 82-83 को चाहिँ आज सेमी फाइनल गेम सुरु भइसकेको छ र सेमी फाइनलमा भिड्नेवाला छन् त्रिभुवन आर्मी क्लब र एपिएफ र दुईटै टिम पुरै सेमी फाइनल जितेर दुईटै फाइनलमा प्रवेश गर्छु भन्ने सोच बनाएर चाहिँ आएको छन्। तर मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ एपिएफले नै जित्छ जस्तो लाग्छ, किनभने आर्मीको भन्दा चाहिँ एपिएफको थोरै मजबुत छ टिम होइन, र त्यही भएर पनि 2-1 को अन्तरले चाहिँ एपिएफले जित हासिल गर्छ जस्तो लाग्छ। र यो गेम चाहिँ अब स्टार्टिङ भइसक्यो होइन, अब टिमको इन्ट्री अनि त्यसपछि बल हस्तान्तरण भएर गेम पनि स्टार्ट भइसकेको छ। र तपाईँहरूलाई यो गेम इन्डिङमा चाहिँ कति गोलको अन्तरले हार जित हुन्छ त लाइक कमेन्ट गर्न भने नछुटाउनु होला, र कुनले जित्छ होइन आफ्नो प्रेडिक्सन गर्न भने नछुट्नु होला। र मलाई चाहिँ के लाग्छ भने एपिएफले नै जित्छ जस्तो लाग्छ। र यो गेम सकेपछि म लास्टमा एउटा भिडियो पोस्ट गर्नेवाला छु, हेरौँ कसले जित्छ त होइन। लाइभ हेर्न नछुटाउनु होला।